एकदम महत्त्वपूर्ण कुरो छ। कतिजनाले जसले हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी हामीलाई चाहिन्छ भन्ने जसले कुरो गरिरहेका छन्, उनले के बुझेको पनि छन् कि उनले के भनिरहेको छन्? जस्तै हाम्रो नेपालको समस्या के भयो? नेपालको समस्या के अलग अलग किसिमको शासन व्यवस्था आइराख्नु पर्यो भन्ने छ भने अहिले नै हामीसँग जुन लोकतन्त्रको शासन व्यवस्था छ हैन, हाम्रो पार्लियामेन्ट्री सिस्टम छ, डेमोक्रेसी छ, संघीयता छ, यो सबै कुरो आफैमा धेरै हदसम्म धेरैजनाको अधिकारहरू समेट्ने किसिमको शासन व्यवस्था हामीसँग अहिले नै छ। हाम्रो समस्या के भइदियो भने लोकतन्त्रका ती अव्ययहरूका कुरा गरौँ, ती संरचनाहरूका कुरा गरौँ, डेमोक्रेटिक इन्स्टिट्युसन्सहरूको हामीले कुरा गरौँ भने लोकतन्त्रका ती अव्ययहरूको जसले चेक एन्ड ब्यालेन्सको काम गर्थे उनीहरूलाई जुन छ नेताहरूले कब्जा गरे। उनीहरू स्वायत्त भएनन्, उनीहरू पारदर्शी ढङ्गले जवाबदेही ढङ्गले काम गर्न नसकेको कारणले गर्दाखेरि अहिलेको परिस्थिति आएको हो, जुन हामीले अहिले अनियमितता देखिरहेछौँ, भ्रष्टाचार मौलाएको देखिरहेछौँ। त्यो ठाउँहरू संस्थानहरूले काम नगरेको कारण हो। त यदि हामीले यो भन्छौँ भने कि त्यो संस्थानहरूले काम गरिरहेको छैन भने हामीले के गर्नुपर्ने, त्यो संस्थानहरूलाई कसरी काम गर्ने लायक बनाउने, कसरी उनीहरूलाई जवाफदेही बनाउने, कसरी उनीहरूलाई पारदर्शी बनाउने भन्ने कुराहरू हामीहरूले हेर्नुपर्ने हुन्छ। तर हामीले त्यो कुरा नगरिकन हामीहरूले के गरिरहेका छौँ भने हामीले नयाँ फेरि शासन व्यवस्थाका कुरा गरिरहेको छौँ। हामीले कतिचोटि एक्सपेरिमेन्ट गर्ने हो नयाँ नयाँ शासन व्यवस्थाको। जुन शासन व्यवस्था छ त्यो अलरेडी हामीसित छ अहिले। एउटा कुरा हामीले ध्यान राखौँ कि यदि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आयो भने, यदि हामीले उदाहरणका लागि भनौँ भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र फेरि संसदको बिचमा टसल नहोला भनेर हामीहरूले भन्न सक्दैनौँ। त्यो टसल फेरि पनि हुन्छ, यो कुर्सीको खेल फेरि पनि चल्ला। यो म्युजिकल चेयर जस्तै नेताहरूको यानि के भन्छ उसलाई ढालेर फेरि त्यो प्रधानमन्त्री ढालेर फेरि नयाँ चुनाव गराएर फेरि नयाँ व्यवस्था जुन छ फेरि नयाँ प्रधानमन्त्री ल्याउने खेलहरू, त्यसको बिचमा बार्गेनिङहरू चलिरहेको हुन्छ। तर यो बार्गेनिङ चल्दा चल्दै, यो नेताहरूको खेल चल्दा चल्दै नागरिकहरूले किन दुःख पाउन् त? नागरिकहरूको साथमा त यो हुनुपर्ने हो कि यो उसले जुन अहिलेसम्म सेवा सुविधाहरू पाइरहेको छ, न्यायपालिकाको कुरा होला, आयोगबाट कुरा होला, उसले जुन छ ब्युरोक्रेसीबाट जुन कुरा छ होइन, उसले कर्मचारी तन्त्रबाट जुन पाउने सेवा सुविधाहरू छन्, त्यो निष्पक्ष ढङ्गले, जवाबदेही ढङ्गले, पारदर्शी ढङ्गले पाइदियो भने उनीहरूले कमसेकम जुन छ यसबाट मुक्ति पाउँथे। र अहिले जुन चुलिरहेको जुन यो हाम्रो भनौँ न नागरिकहरूको मनमा जुन चरम असन्तोष छ, त्यो असन्तोषलाई हामीहरूले रोक्न सक्थ्यौँ। तर समस्या यो भइदियो कि हामीहरूले त्यसको बारेमा कुरा गरिरहेका छैनौँ कि यो जुन छ यो लोकतान्त्रिक यो संस्थानहरूलाई, यो संरचनाहरूलाई कसरी हामीले जवाबदेही बनाउने। हामीले फेरि कुरा गरिरहेका छौँ कि कसरी शासन व्यवस्था नै अर्को ल्याउनु पर्ने हो। हामी शासन व्यवस्था यसरी नै एक्सपेरिमेन्ट गरिरहेका हुन्छौँ र यसरी नै चलिरहेको हुन्छ। नागरिकले फेरि अझै 20 वर्ष 30 वर्ष यसरी नै दुःख पाइरहेको हुन्छ।